परिचय देउता राजन के हो तिम्रो प्रोजेक्टको कस्तो छ? मेरो नाम रोजन सुवेदी हो र म आज हाम्रो म्याथ सर भनेछौँ अधिकारी सरले दिएको प्रोजेक्ट वर्कहरूको बारेमा हजुरलाई भन्न गइरहेको छु। ल के हो यो, के छ तिम्रो भन त? यो चाहिँ सिलिन्डर हो, यो डाइनामिक सिलिन्डर हो। यो पेपरको प्रयोग गरेर बनाइन्छ। यसको बेस एरिया चाहिँ पायर स्क्वायर हुन्छ अनि यसलाई चाहिँ यसो गरेर सिलिन्डर बनाउन सकिन्छ। यो चाहिँ प्रिजम हो। यसलाई पनि यसको कतिवटा लेटरल सर्फेस एरिया अनि हुन्छ भन त? कुन कुन हो? यो ट्रायंगुलर सर्फेस एरिया कतिवटा हुन्छ? रेक्टेंगुलर सर्फेस एरिया कतिवटा हुन्छ? रेक्टेंगुलर सर्फेस एरिया चाहिँ 3टा हुन्छ र ट्रायंगल चाहिँ 2टा हुन्छ प्रिजममा। प्रिजममा हो। यी दुईटा साइडहरू बेसहरू के हुन्छ नि त? यो चाहिँ इक्वल प्यारलल हुन्छ हैन? इक्वल पनि हुन्छ। ठिक छ। यो फिगर के हो भन त? यो चाहिँ हाम्रो डाइनामिक क्यूब हो। यसको चाहिँ सब साइड इक्वल हुन्छ। यसको यसले के निकाल्न प्रयोग गर्छ? भोल्युम र सर्फेस एरिया निकाल्न, टोटल सर्फेस एरिया। अच्छा यो के हो? यो चाहिँ रोम्बस हो। यसको चाहिँ एरिया चाहिँ 1/2 इन्टु डायमिटर 1 इन्टु डायमिटर 2 हुन्छ। अनि यसले एरिया पनि यसको कतिवटा ट्रायंगलमा डिभाइड गर्छ भन्ने पनि प्रुभ गर्न सक्छ? देखाउ त। यसले चाहिँ 4वटा ट्रायंगलमा इक्वल ट्रायंगल हैन? लु देखाउ त कसरी हुँदो रहेछ इक्वल? यो चाहिँ 2टा ट्रायंगल भयो र यो र 2टा ट्रायंगल गरेर 4टा ट्रायंगलमा इक्वल हुन्छ। ल ठिक छ। यो के हो? यो चाहिँ काइट हो। यसको पनि एरिया चाहिँ 1/2 इन्टु डायमिटर 1 इन्टु डायमिटर 2। ल अर्को यो चाहिँ हाम्रो इक्विलेटरल ट्रायंगल हो। यसको चाहिँ सब साइडहरू इक्वल हुन्छ। अनि एंगल पनि इक्वल हुन्छ हुँदैन यसको? यसको सब एंगलहरू इक्वल हुन्छ। यसरी यहाँबाट देखाउन सकिन्छ। ल त्यो के हो? यो चाहिँ प्यारोग्राम र रेक्टेंगलको एरिया डेराइभ ल कसरी देखाउ त डेराइभ गरेर? यसलाई चाहिँ यो भनेको हाम्रो रेक्टेंगल हुन्छ। यसो गर्दा यसरी देखाउँदा चाहिँ यो प्यारोग्राम हुन्छ। अहिले के भयो? यो चाहिँ अहिले प्यारोग्राम भयो। यसको साइड र डायगोनल चाहिँ इक्वल हुन्छ। ल देखाउ त अब रेक्टेंगल बनाउ त त्यसलाई। यसलाई रेक्टेंगल बनाउन चाहिँ यसरी चाहिँ रेक्टेंगल। अर्को के छ त्यहाँ? अब यो चाहिँ हाम्रो ट्रायंगलको एरिया चाहिँ 1/2 इन्टु बेस इन्टु हाइट हैन? बेस इन्टु हाइट हुन्छ भनेर प्रुभ गरेको। कसरी देखाउ त? यो चाहिँ यो ट्रायंगलको 2टा हाफ भयो र यसै यसको एरिया प्रुभ हुन्छ र यसलाई चाहिँ हामीले रेक्टेंगल बनाउन सकिन्छ। ल यो प्रोजेक्ट वर्कले के कस्तो फाइदा हुँदो रहेछ? यो प्रोजेक्ट वर्कले चाहिँ हामीले यिनीहरू सबै सेप्स र सोलिडहरूको एरिया, प्रिजमको एरिया निकाल्न हामीलाई एक्जाममा लेख्न सजिलो गराउँछ। एरियाहरू क्याल्कुलेट गर्न, भोल्युम क्याल्कुलेट गर्न सजिलो हुँदो रहेछ हैन? ल थ्याङ्क यू। ल के आफ्नो नाम परिचय देऊ त? नमस्कार सम्पूर्णमा, मेरो नाम दिवस लिम्बू। म श्री सिंहदेवी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र। यो के हो? यो के प्रोजेक्ट ल्याएको छ तिमीले? यो हामीलाई हाम्रो 9 कक्षाको क्लास टिचर भन्छन् अधिकारी सरले म्याथ विषयबाट हामीले प्रोजेक्टबाट हामीले यो सबै बनाएर ल्याएको। यो के हो? यो मैले कागज ग्लु र कार्टुनको प्रयोग गरी मैले पिरामिड बनाएको छु। यो क्युब हो। यसलाई हामीले यसरी गऱ्यो भने यो क्युब बन्छ। यो रम्बस यो 4टा साइडबाट बनेको हुन्छ हैन? यो चाहिँ यो डाइनामिक सिलिन्डर। देखाउ त सिलिन्डर। सिलिन्डरबाट के एरिया निकाल्न सकिन्छ हैन? त्यो के हो? यो कोन हो। ल ठिक छ। यो यो ट्रायंगल रेक्टेंगलको एरिया निकाल्ने हैन? ल थ्याङ्क यू। तिमीलाई कस्तो लाग्यो? के सिक्यौ यो प्रोजेक्टबाट? यो प्रोजेक्टले गर्दा हामीलाई के हो, हाम्रो परीक्षामा धेरै मद्दत गर्छ र एरिया भोल्युम निकाल्नलाई हैन? सजिलो। ल थ्याङ्क यू। भाइ के हो? के ल्याएको छ तिमीले? यो प्रिजम हो। यो पिरामिड हो। यो सिलिन्डर, डाइनामिक सिलिन्डर। अनि यो क्युब हो। अनि यो रोम्बस यसको 4टा साइड। यो काइट। अनि यो सिलिन्डर खुलाएर देखाउ त कसरी हुन्छ? ल सिलिन्डर बनाऊ। यो कोनलाई
यसको टोटल सर्फेस एरिया भोल्युम निकाल्न काम दियो होइन। यो क्युब पनि बनाएर देखाउँदा कसरी हुँदो रहेछ? ल ठिक छ, ल ल ल यसबाट के सिक्यौ त अब यो प्रोजेक्टको? एरिया ल ठिक छ। ल दिया शिवा, तिमीले के प्रोजेक्ट ल्याएको छ? आफ्नो परिचय देऊ त पहिला। नमस्कार, मेरो नाम चाहिँ दिया शिवा हो। म कक्षा 9 मा पढ्छु। आज चाहिँ घनश्याम सरले दिनुभएको प्रोजेक्ट वर्क म तपाईँहरूलाई देखाउन गइरहेको छु। के छ यो तिम्रो यो पहिलो प्रोजेक्ट वर्क भन त? के हो यो? यो स्क्राइब एङ्गल र सेन्टर एङ्गल हो। को रिलेसन हो होइन? कसरी रिलेसन, कस्तो रिलेसन छ देखाउ त अब। यो स्क्राइब एङ्गल चाहिँ 0 डिग्रीदेखि 35 डिग्रीसम्म भनेपछि यो 35 डिग्री भयो स्क्राइब एङ्गल। अनि यो सेन्टर एङ्गल चाहिँ 0 देखि 70 डिग्रीसम्म छ। स्क्राइब एङ्गल चाहिँ सेन्टर एङ्गल भन्दा डबल हुन्छ। स्क्राइब एङ्गल डबल, सेन्ट्रल एङ्गल चाहिँ डबल भइरहेको छ यहाँ। भनेको सेन्ट्रल एङ्गल चाहिँ 70 डिग्री भयो, स्क्राइब एङ्गल चाहिँ कति भयो त यहाँ? 35 डिग्री भनेपछि डबल भयो होइन सेन्ट्रल एङ्गल। ल ठिक छ। यो के हो भन त अब? यो सिलिन्डर के छ यसको? के हो यसको? सिलिन्डरले के गरेको छ त्यहाँ हेर त, के छ यहाँ? यसको बेस एरिया कुन कुन हो देखाउ त? बेस एरिया चाहिँ 2πr रहेको छ। 2πr हो र पायर स्क्वायर होइन? ल अब यसलाई उठाएर सिलिन्डर बनाउ त। ल सिलिन्डर भयो यो। यसको बेस एरिया र कर्भ सर्फेस एरिया कुन कुन भयो? ल ठिक छ। यो के हो? यो चाहिँ हाम्रो कोन रहेको छ। यसको बेस एरिया चाहिँ πr स्क्वायर छ र कर्भ सर्फेस एरिया πr l रहेको छ। अनि यो कोन चाहिँ हामी यसरी बनाउन सक्छौँ। ल ल अनि यो चाहिँ क्युब, यसको चाहिँ एरिया नै हुन्छ। एरिया सर्फेस एरिया सब सर्फेस एरिया a स्क्वायर हुन्छ। टोटल चाहिँ 6 स्क्वायर हुन्छ। 6a स्क्वायर। 6a स्क्वायर। अनि यसरी क्युब बनाऊ। यसबाट भोल्युम, सर्फेस एरिया, कर्भ सर्फेस एरिया सबै निकाल्न सकिन्छ होइन? निकाल्न सजिलो हुन्छ। त्यो चाहिँ के हो भन त? पिरामिड हो। ए ल ठिक छ। ल पिरामिड हो। यसको पनि कतिवटा ट्रायङ्गुलर सर्फेस एरिया कतिवटा छ यसको? 4टा छ। अनि यो चाहिँ रोम्बस। यो रोम्बस चाहिँ इक्वल हुन्छ। रोम्बसले दुईटा ट्रायङ्गल दुईटा बराबर भागमा बाँड्छ, 4टा बराबर भागमा बाँड्छ भन्ने देखाउन पाइयो होइन? ल थ्याङ्क यू। अनि यो चाहिँ काइट। धन्यवाद। यो परियोजना कार्यबाट के कुरा सिक्यौ तिमीले भन त? के कुरा सिक्यौ? यो यहाँबाट धेरै कुरा सिक्यौ। के धेरै कुरा? निडल कसरी बनाइएको रहेछ भनेर। यसको सर्फेस एरिया, भोल्युम कसरी निकाल्ने, भोल्युम कसरी, एरिया कसरी। ए ल ल ल ठिक छ।